विश्वकपको पहिलो खेल्ने पोर्चुगललाई ठुलो झट्का लागेको छ। पोर्चुगललाई झट्का लाग्नु भनेको पोर्चुगलका फ्यानहरूलाई पनि झट्का लाग्नु जस्तै हो। सो स्याड है। धेरैले सहज जितको अपेक्षा गरेका थिए है। तर डिआर कङ्गोको उत्कृष्ट प्रदर्शन गर्दै फर्स्ट हाफमै 1-1ले पोर्चुगललाई रोकिदिएपछि सेकेन्ड हाफ त के हो। खेलको सुरुवातदेखि नै पोर्चुगलको नियन्त्रणमा बल त थियो। मिडफिल्डबाट आक्रमण गर्ने, निर्माण गर्ने त गर्यो, तर लगातार सिर्जना गरेकै हो। तैपनि डिआर कङ्गोले यस्तो खतरा डिफेन्स गरिदियो कि काउन्टर अट्याकै गर्न सकेनन् कि। त्यसै गरी डिआर कङ्गोले पनि प्लेयर्सहरूलाई सकेसम्म पछाडि नै राख्यो, जसले गर्दाखेरि उनीहरूले काउन्टर अट्याक त चाहेको समय मात्र गरे नि त। जब कर्नर किक आयो त्यसपछि मात्रै उनीहरूले काउन्टर अट्याक गर्न पाए। मेरो विचारमा पोर्चुगलको सबैभन्दा ठुलो कमजोरी अन्तिम तेस्रो भाग अर्थात् त्यो फाइनल थर्ड मात्र देखियो। बल राम्रो नियन्त्रणमा थियो, तर निर्णायक पास र उत्कृष्ट फिनिसिङमा कम देखियो। अर्कोतर्फ डिआर कङ्गोका खेलाडीहरूले हरेक बलका लागि सङ्घर्ष गरे, डिफेन्समा धैर्यता देखाए र टोलीको रूपमा निकै सङ्गठित फुटबल पनि खेले। टिमवर्क एकदमै राम्रो थियो। यही अनुशासनले नै उनीहरूलाई पोर्चुगलसँग ड्र बनाउन चाहिँ ठुलो सहयोग गरे है। अब मेरो सजेसन के छ भने पोर्चुगललाई, यदि पोर्चुगल अर्को खेलमा सहज जित निकाल्न चाहन्छ भने उसले अट्याकिङ बढाउनुपर्छ, फाइनल थर्डलाई अझ इफेक्टिभ बनाउनुपर्छ है। अनि गोलको अवसर पनि सिर्जना गर्नुपर्छ। अनि पास पनि अलि धेरै नै सर्ट भयो। त्यो क्रिस्टियानो रोनाल्डोलाई सकेसम्म पासै गइरहेको छैन, त्यहाँ पनि अलि विचार गर्नु पर्यो। डिआर कङ्गोले पनि यही आत्मविश्वास र अनुशासन कायम राख्न सक्यो भने समूह चरणबाट फेरि अर्को टोलीलाई पनि यसले चुनौती दिन सक्ने वाला छ है फेरि। अनि तपाईँलाई चाहिँ के लाग्छ, यो बराबरी पोर्चुगलका लागि 2 अङ्क गुमाएको नतिजा हो कि डिआर कङ्गोले एउटै ठुलो सफलता हासिल गरेको हो, जस्तो अस्ति पनि भयो होइन स्पेनसँग एउटा टिमको हो, त्यस्तै भयो? आफ्नो विचार चाहिँ राख्नु होला, कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू आजलाई।